रुक्नु एकछिन पर्खिनु। जति पनि हाम्रो साथीभाइ इष्टमित्र जति पनि साथीहरूकोमा यो भिडियो पुगेको छ र तपाईँहरूको जुन मोबाइलमा यो भिडियो पुगेको छ, यो जति पनि साथीहरूले चाहिँ यो भिडियोलाई स्क्रोल नगरिकन आज सायद मलाई लाग्छ यो भिडियो सबैको लागि महत्त्वपूर्ण छ, ताकि एउटा घर परिवारमा हरेक घर परिवारबाट चाहिँ विदेशिएका अङ्कल आन्टी जो भए पनि छोराछोरी दाइभाइ जोसुकै पनि सायद भित्रिनु भएको छ होला, टाढिनु भएको छ होला, त्यसको लागि चाहिँ एकदम यो इम्पोर्टेन्ट छ। यो भिडियो स्क्रोल नगरेर मजाले एकान्त ठाउँमा तपाईँहरूले चाहिँ हेर्नुहोस्, एकान्त ठाउँमा बसेर हेर्नु होला। हुन्छ, धन्यवाद। एक कप चिया बनाएर लिएर आइज त। ए हस्। बाबु दिदी 2 नम्बर टेबल साफ गर्नु जाऊ त बाबु। हस् दिदी। तिमी हेरेको छैन त? हजुर हो, कसरी चिन्नुभयो मलाई? मलाई चिनेन तिमीले? को हुनुहुन्छ त? म त चिनिनँ। नहीं चिनिनँ। को हुनुहुन्छ तपाईँ? तिमीसँग पढेको के नबिन? त्यहाँ माथि पल्लोमाको त्यो साइला अङ्कलको छोरा। अन्त चिनेन मलाई? एकछिन बस न। बस्नु त हुन्थ्यो, अब कामको बेला यसरी बस्न पाइनँ। अब अरू काम है, अब म एकचोटि दिदीलाई सोधेर आउँछु, त्यसपछि के हुन्छ के भन्नुहुन्छ है। जानु एकछिन सोधेर आउनु। हुन्छ साथी आएको हुन्छ है। सोधेको तिमीले? सोधेको हुन्छ, छिटो छिटो गर। अनि यहाँ धेरै कुरा आछन् भन्नुहुन्थ्यो, त्यही भएर। ए तिमी त पहिलाभन्दा धेरै मोटाइछौ। के गर्नु साथी, मलाई त विदेशी भएको छ अहिले। अनि तिमी त कसरी? तिमी त आइस पढेर अस्ट्रेलियातिर जान्छु भनेर सोच बनाइरहेको थियौ। साथी सोच बनाएर मात्र नहुँदो रहेछ, सोच त बनाएको। किन, के भयो साथी? साथी अब मेरो बाबा दुर्घटनामा परेर दिदीलाई डेथ भइसक्यो। अनि अब सोचेको सबै कुराहरू सपनाहरू चक्नाचुर भइगयो। यस्तो घटना घट्दाखेरि मलाई एकचोटि भन्नुपर्छ भन्ने उचित ठानेको तिमीले? घरमा भएको बुढी आमालाई एक्लै छाडेर पनि कसरी जान सक्छु र अब मेरो आमालाई घरमा अब हेरचाह गर्नु पनि कोही पनि छैन। म बाहिर गयो भने पनि अब मेरो आमा एक्लै हुन्छ। त्यसैले अब स्वदेशमै केही गर्छु, सँगसँगै आमाको साथमा बसेर र यही होटलमा चाहिँ केही काम सिकिरहेको छु। भोलि बिस्तारै अब राम्रो हुँदै गयो भनेपछि आफ्नो होटल खोल्ने विचार गरिरहेको छु। तिमीले भनेको कुरा पनि ठिक हो साथी। परिवारसँग टाढा बस्नु मन मारेर अर्काको देशमा मिहिनेत गर्न थाल्यो। साथ समुद्र पारी के त माउती मरिहाल्छु कत्तो हुन्छ। दसैँ आउँदा तिहार आउँदा न दसैँ मानिन्छ न तिहार मानिन्छ। मनमा धेरै पीडाहरू हुन्छन्, न इष्टमित्र न साथीभाइहरूलाई व्यक्त गर्न सकिन्छ। घरमा सम्झिँदा एक मन धेरै आत्तिन्छ। तर के गर्नु, घरका मान्छेहरू रुन्छन् कि भनेर मन थामेर बस्छु।
अब तिमीले गर्न आएको पनि काम ठिक विदेशमा मिहिनेत गर्नैपर्छ, नेपालमा मिहिनेत गर्नैपर्छ। तर यति फरक हो कि नेपालमा के गर्छु भन्दाखेरि आफ्नो परिवारसँग बस्नुहुन्छ, साथ सपोर्ट हुन्छ। विदेशमा त्यस्तो केही हुँदैन साथी। बस आफ्नो ज्यान हो, यस्तो मित्र साथीभाइहरू आफ्नो मान्छेहरू। तिमीले भनेको पनि सही हो साथी, तर तिमीले त विदेश गएर धेरै प्रगति गरिसक्यौ। तिमीले त कहाँ घर पनि हालिसक्यौ अरे भन्ने सुनेको थिएँ। साथी तिमीले यति बुझ कि असारको भल र विदेशको पैसा उस्तै उस्तै हुने। असारको भल कति बेला सुक्छ, विदेशको पैसा कति बेला सकिन्छ थाहा हुँदैन कि। तिमीले भनेको कुरा पनि एकदम सही हो। तिमीले गर्न लागेको काम पनि नराम्रो छैन। नेपालमै बसेर के गर्छु भनेर सोचिरहेको छौ, तिम्रो सोच एकदम राम्रो छ। पछि कुनै ठाउँमा गएर हार मान्यो भनेपछि सम्झिनु मलाई साथी छ पछाडि भनेर। त्यति बेला चाहिँ म हुनेछु तिम्रो साथमा। ए भइहाल्छ नि साथी, तिमी हामी भनेको त बालापनदेखि सँगै हुर्किँदै आएको। समयको कारणले गर्दाखेरि तिमी हामी आज टाढिनु पर्यो। तर साथी तिमी हामी भनेको जस्तै चिया बिनाको चिनी र चिनी बिनाको चिया जस्तैको सम्बन्ध हो। तिमी बिना म अधुरो, म बिना तिमी अधुरो साथी। तिम्रो र हाम्रो सम्बन्ध त जुदो जन्थ्यो मर्दा मगामी हो। तिमी र म सानैदेखि बोलेको मान्छे, एउटै गाउँमा रमाएको मान्छे, खेलेको मान्छे। तिमीलाई म कसरी बुझ्छु? तिमी यति बुझ्नु कि साथीभाइहरूले प्रगति गरिसक्यो, को मान्छे कहाँ गयो पुग्यो, को मान्छे कहाँ गयो नसोच्नु। तिमी आफ्नो ठाउँमा छौ, एक दिन सफल हुनेछौ भन्ने मेरो आशा छ। कसैको जिउ कसैको चारो सफल हुन्छ, तर तिमी नातिनु मेरो अरू सबै प्रगति मेरो प्रगति भएको छैन भनेर नातिनु। आफ्नो कामले निरन्तर दिइराख्नु, एक दिन सफल हुन्छ। साथी तिमीले भनेको कुराले आज साँच्चीकै भन्छु मेरो एकदमै मन पनि छोयो र आज गर्दै गरेको काममा धेरै हौसला बढिरहेको छ। तिमी जस्तै साथी सायद सधैँभरि सँगै भएको भए कति राम्रो हुन्थ्यो। सुन न साथी, अघि तिमीले होटल खोल्ने कुरा गरेका थियौ। मसँग पनि बिचमा कमाएको अलिअलि पैसा छ, नभए दुवै मिलेर एउटा होटल खोलौँ न। ठिक छ साथी, तिमीले भनेको कुरा पनि एकदम सही हो, राम्रो लाग्यो। तिमी र मैले अब खोल्दाखेरि तिमीलाई पनि अब धेरै कुराहरूको अनुभव छ, देश विदेश घुमिरहेको छौ, नयाँ नयाँ कुराहरू थाहा छ होला। हुन्छ, तिमी पनि अब विदेशमा मात्र कमाएर पनि विदेशको पैसाले सधैँभरि पुग्ने होइन। भोलि आएर तिम्रो त्यो विदेशको पैसाले नपुग्दाखेरि तिमीलाई पनि गाह्रो हुन्छ। त्यसैले आम्दानी आउने ठाउँ पनि बनाऊ। भोलि दुईजनाले मिलेर खोल्यौँ भने राम्रो हुन्छ। दुईजनाले मिलेर गरौँला नि हुन्छ, कहिले बोलाउँ न। त्यही पनि एकचोटि घरमा भएको आमालाई सोध न, तिमीले के भन्नु चाहन्छ। बाबु हजुर दिदी। 3 हात चाउमिन बनाएर ल्याइदेऊ त। हस् दिदी, हस्। ल हुन्छ साथी, अब उता काम पनि परिसक्यो, काम गर्नुपर्ने छ। चाउमिन बनाइरहेको छ। भेटी गरौँ न साथी। तिम्रो नम्बर दिउँ मलाई, अहिले म ल्याइदिउँ, साँझ भेटौँ है। यदि यो भिडियो मन परेमा चाहिँ सबैजनाले चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला। सब्सक्राइब गरिदिनको लागि चाहिँ हामी चाहिँ युट्युब च्यानलको लिङ्क तल डाउन लाइनमा चाहिँ राखिदिनेछौँ। र हाम्रो केही कमी कमजोरी छ भने चाहिँ यो कन्टेन्टमा केही कमी कमजोरी छ भने चाहिँ सबैजनाले चाहिँ कमेन्टमा चाहिँ आफ्नो एउटा तर्कहरू राखिदिन चाहिँ अनुरोध गरेँ। र सँगसँगै हामीले चाहिँ अगाडि बढाउनको लागि हजुरहरूको साथ सपोर्ट बिना चाहिँ गाह्रो हुने भएकाले तपाईँहरू सबैजनाले चाहिँ सपोर्ट गरिदिनु होला। र त्यो कमी कमजोरहरू कमेन्टमा लेखिदिनु होला, भनिदिनु होला। तपाईँहरूको एउटा व्यक्तित्वको कारणले गर्दाखेरि चाहिँ हामी चाहिँ थोरै अगाडिको स्टेपमा चाहिँ पुग्न सजिलो हुन्छ। त्यसैले चाहिँ सबैजनाले चाहिँ सपोर्ट गर्नु होला। धन्यवाद।